के भयो ल ल ल मेरो भाइ तिमी त पास हुन सकेनौ त यार बाबु के पारा हो तिम्रो के हो माम्बरी दुख्यो तिमीलाई टिबिल नगर नगर भन्यो टिबिल ओए म ब्ल्याक ओको रे यो खा रे खास पनि जोस जागर आएर बुढीलाई यस्तरी कुट्छस् रे अनि त्यसपछि आफै झस्किएर यस्तरी हान्छस् रे। नमस्कार मेरो नाम चाहिँ उत्या म चाहिँ भर्खर सुतेर उठ्यो मलाई रिस्टर मेरो गालामा कुटिए तैँले भात खाइस् म चाहिँ गर्न लागिरहेको छु एक्सरसाइज सो हेलो एभ्रीवन बिसँग त आफ्नो सन्चो हुनुहुन्छ आज पनि फेरि डे 2 बिहान उठेर न बाबासँग म चाहिँ एक्सर्साइज गर्न लागिरहेको छु हेर्न सक्नुहुन्छ तपाईँहरूले। अब चाहिँ म जहिले नै कन्टिन्यू गर्छु अनि मेरो ज्यान चाहिँ कति बन्छ होइन कति 10 दिनमा चाहिँ म रिभिल गर्छु हजुरहरूलाई कतिको ज्यान बनेको छ भनेर। फाइनली मेरो वर्कआउट चाहिँ भइसकेको छ हेर्न सक्नुहुन्छ बुवासँग म चाहिँ वर्कआउट गरिरहेको छ आज चाहिँ डे 2 वर्कआउट गरेको अगाडि पनि गर्थेँ तर त्यति साह्रो मजा त आउँथेन अबबाट त स्टार्ट गर्छु होला गाइस मेरो बडी चाहिँ यति नै बनेको छ होइन यस्तै अब कन्टिन्यू हुन्छ होला। अब चाहिँ म के भन्छ दिनमा चाहिँ बाहिर गएर बोराको यस्तो बनाउँछु होला बबाल बनाएर भोलिदेखि एउटा नन स्टप बोबासँग यस्तो गर्नु पर्यो चाँडै सकिने भयो नि त एक्सर्साइज गरेर त्यस कारणले गर्दा चाहिँ बोराको ल्याउनु पर्यो अनि यस्तो हान्ने हुन्छ त के हो म चाहिँ त्यति साह्रो चाहिँ मेरो दिमागमा चाहिँ थाहा छैन यस्तो हान्ने के भन्छन् पुसअप त तलको भयो त्यो चाहिँ थाहा भएन त्यही पनि अब बिस्तारै हेरेर सिक्छु गाइस त्यही नै हो भन्नुपर्ने। अब चाहिँ दिनमा हामीहरूले के गर्छौँ त्यो हेर्नको लागि हजुरहरूलाई भिडियो चाहिँ कन्टिन्यू हेरिदिनु होला है त गाइस। माया छ सबैलाई यस्तै थियो सब्सक्राइब गरेर राख्नु होला मेरो च्यानललाई चाहिँ धेरै माया देखाउनु होला है त गाइस। हामीले चाहिँ गाइस हेर्न सक्नुहुन्छ हाम्रो गौत मातालाई चाहिँ चराउन ल्याएर आएको छौँ हाम्रो पुन्टुली देखाउँछ आजको भिडियोमा भनेको थियो नि त यही पुन्टुली हो सानो भाउ भर्खरै पाएको थियो होइन हाम्रो गौत माताले हेर्न सक्नुहुन्छ म र मेरो भाइ आएको छु मेरो भाइ चाहिँ उता छ बुबासँग हामीहरूले 1 घन्टा चराएर घर ल्याउने भन्दै हुनुहुन्थ्यो मेरो मम्मीले चाहिँ 1 घन्टा चराउँछ मलाई चढ्नु छोरी हेर्न सक्नुहुन्छ यतातिर यस्तो हरियाली घाँस छ चढ्नु छोरी अगाडि गइरहेको छ नि गाईहरूले कस्तो हो नि क्या मान्छे हाम्रो अर्कोलाई चाहिँ नाच्दै पनि ठिकै छ सानोमा हेर्न सक्नुहुन्छ कस्तो नाचिरहेको छ बुर 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 उम्रिरहेको छ कहाँ जाने हो नि यिनीहरू यहाँ हाम्रो अर्को गाई गलो चाहिँ त्यहाँ छ होइन गाईलाई चाहिँ नहेरेर गाईलाई अगाडि भगाइसकेको छ चढलिन् भनेर यहाँले पनि नचढेर उता गइरहेको छन् गाई पनि लास्ट खराब छन् क्या हाम्रो गाई चाहिँ यस्तो वाल घामाइरहेको छ हाम्रो ठाउँ चाहिँ यस्तो छ हरियाली भइसकेको छ वालसँग। हामीले चाहिँ गाई हेर्न सक्नुहुन्छ होइन गाईलाई चाहिँ चराएर पनि अब घरमा लग्न लागिरहेको छौँ किनभने चाहिँ हजुर मम्मीले चाहिँ हामीलाई 1 घन्टा चराएर ल्याउनु भन्दै हुनुहुन्थ्यो कारणले यी माथि गाई हाम्रो गाई चाहिँ आउँदैछन् मस्तसँग बबालसँग यस्तो चाहिँ हाम्रो ठाउँतिरको वेदर चाहिँ आज घाम लागेको छ त्यसमा के हुन्छ हजुरहरूलाई म दिनकोमा जे हुन्छ त्यही खिचेर हजुरहरूलाई म प्रस्तुत गर्नेवाला छु म्याच सबैलाई है त गाई ल गाई हामीहरू गाई चराएर आएर पनि खानासाना खाएर पनि हामीहरू चाहिँ मस्तसँग घरमा बसेको थियौँ अनि अहिले चाहिँ हामीहरू बाहिर भिडियो खिच्नको लागि आइसकेको छौँ हेर्न सक्नुहुन्छ वेदर पनि यस्तो छ अघि चाहिँ पुरै घाम लागिरहेको थियो अहिले चाहिँ घाम नै लागिरहेको छैन के गर्नु धेरै नै गाह्रो छ यार हाम्रो ठाउँमा अब चाहिँ पानी पर्छ होला सानोतिर त्यही नै हो भन्नुपर्ने। आज चाहिँ हाम्रो भाइको कस्तो छ निको नौलो भनेर म सोध्दैछु के छ निको नौलो तेरो तने खतरा कुरा भनौ ल भन्न त कहाँ गइरहेछ हेर यो साइकल हो साइकल हो साइकल यो यस्तो भन्छ हेर सुन ल ओए म साइकल हो साइकल चढ नै त तेरो टुयोमी पाइल्स बनाइदिन्छु के भन्छ यार यसले के भनेको बाबु तिमीले
खतरा एआईले अरू एआई हाल्छ भने म आफै एआई हो के अनि अरू पनि जाने अरू ठाउँ पनि एक जाउँ अरूमा पनि भन्छौ र एउटा जाउँ पनि ल जाम न त तल हाम्रो गाउँ चाहिँ तल छ अनि म जे भन्छु त्यही भन्नुपर्छ यसको बारेमा पनि भन्छु अनि भन्नुपर्छ ल ल हामीहरू चाहिँ तल के भन्छ त बारीमा जान लागिरहेको छौँ हेर्नुसँग हुन्छ गाइस कस्तो टौटाइदिएन यो अब यसको बारेमा ल यो जाउँले भन्न खोजेको छ ओइ म जाउँ हो जाउँ तैँले जाउँ पिसेर मुजी कोदाको रोटी खाइन ओइ म जाउँ हो रे ओइ म गाउँ हो रे घट्टामा गएर पिसेर हातु बनाएर खा रे नाइ त किएर बस्छ ओइ म गाउँ हो रे घट्टामा गएर पिसेर खा रे पेट भोक्कै भएर मर्छस् रे मैले भन्न त भने तर अलि जस्तो शब्द चाहिँ छाडा बोलेको छैन तर केही पनि छैन अब यसले यो फुल यसको नाम चाहिँ फुल फल्छ यसले होइन सनफ्लावर सनफ्लावरले के भन्छ भन ल तिमीले फेरि ओइ म सनफ्लावर हो रे म घामतिर मात्रै टल्किन्छु रे म केटीतिर टल्किन्छु रे त्यसैले केटीलाई नदे रे न त तँलाई कट्टा हान्छु रे केटीतिर ल हाम्रो माथि स्याउको बारेमा ल एउटा ओइ म स्याउ हो रे यो अर्ग्यानिक स्याउ खा अनि जोर निकालेर यस्तो गरेर गर रे यस्तो या यस्तो भयो माथि भान्जा हाँसिरहेको छन् रे कति भान्जा हाँसिरहेको छन् रे ओइ म ब्ल्याक ओक हो रे यो खा रे खास पनि जोस जागर आएर बुढीलाई यस्तरी कुट्छस् रे अनि त्यसपछि आफै झस्किएर यस्तरी हान्छस् रे गाइस म चाहिँ मेरो भाइलाई बबाल च्यालेन्ज दिन लागिरहेको छु रे होइन हेर्न सक्नुहुन्छ मसँग चाहिँ 100 रुपियाँ छ तँले मेरो च्यालेन्ज एक्सेप्ट गर्छस् भनेपछि 100 रुपियाँ जित्छ चारले गर्ने च्यालेन्ज के दाइलाई दिइरहेछस् ह ल अब चाहिँ के गर्छ यसले म मेरो भाइलाई चाहिँ च्यालेन्ज एक्सेप्ट गरिसकेको छु मेरो भाइलाई चाहिँ म च्यालेन्ज खेल्न लागिरहेको छु हेर्न सक्नुहुन्छ बबालसँग तैँले चाहिँ मेरो इजी हो कि इजी पिजी च्यालेन्ज हो कि किनभने चाहिँ होइन यहाँदेखि त म आँखामा पट्टी लगाइदिन्छु तेरो आँखामा पट्टी लगाइदिन्छु ऊ यहाँबाट सिधै आँखा चिम्मा गरेर यहाँसम्म आउनु सकिस् भनेपछि यहाँसम्म नलुटेर पास भएपछि भने तेरो 100 रुपियाँ भयो है त अब चाहिँ म च्यालेन्ज स्टार्ट गर्छु यसको आँखामा चाहिँ म पट्टी बाँधिदिन्छु होला छु अब चाहिँ बबालसँग लगाएछ हेर्न सक्नुहुन्छ मेरो भाइले चाहिँ मैले पट्टी बाँधेर बबाल बनाइसकेको छु हेर्न सक्नुहुन्छ होइन यो चाहिँ रेडी पोजिसनमा छ म चाहिँ यता बसिरहेको छु क्यामेरा लगेर अब चाहिँ मेरो भाइले 1 2 3 स्टार्ट भनेपछि आउँछ है त गाइस एकैछिन है ल गाइस म चाहिँ अब रेडी गर्छु है त रेडी आर यु रेडी म्यान रेडी 1 2 3 गो स्टार्ट ल ल म आएँ हैन गाइस म आएँ तर कहाँ लोड्छु त्यो त ओ माका स्टार्ट म आएँ तर कहाँ लोड्छु ल मेरो भाइ घुडी मुन्टिया भइसक्यो तँलाई चोट लागेन नापा खुट्टामा आयो तिमी त पास हुन सकेनौ त यार बाबु के पारा हो तिम्रो खै यार के भयो के हो माम्बरी दुख्यो तिमीलाई मेरो भाइले चाहिँ 100 रुपियाँ झिन्न सकेन त्यही पनि म अब चाहिँ मस्तसँग रुपियाँ राख्छु होला अनि यसले चाहिँ अब अर्को गेम भोलितिर खेलाउँछु होला तिमी लुज नदिने भएपछि केन खेलाउने झन्डै पानी फोहोर पानीमा गिराएको थियो किनभने यो चाहिँ लास्ट लुजर रहेछ कमजोर कुरा मात्रै मोटो गर्ने यो चाहिँ हात्ती जस्तो रहेछ हात्ती जस्तो कुरा मोटो गर्ने ठुलो कुरा गर्ने तर काम नभएको गोरी लाठी के भयो बे ल खोइ हात धेरै उति पनि नगर भने आऊ उति पनि नगर भने उति पनि नगर भने न हजुरलाई भिडियो कस्तो लाग्यो राम्रो लाग्यो जस्तो लागिरहेको छ यहाँसम्म हेर्नुभयो भने त राम्रो अवश्य लाग्ने छ हजुरहरूलाई थ्याङ्क्स फर वाचिङ दिस भिडियो यो ब्लगमा राम्रो लाइक एन्ड सेयर एन्ड सब्स्क्राइब गरिदिनु होला हस् गाइस धन्यवाद म्याच है सबैलाई कन्टिन्यू हान्नु पर्यो नि त